हेलो दर्शकबिन सबैलाई नमस्कार। मेरो माइकमा छु म यहाँ उमेश कुमार। त्यसपछि हामी जहाँ दुईजना हिँडेका छौँ यहाँ राउन्डिङमा नारायणघाट बाटोको अवस्था हेर्न जाँदैछौँ। साथीहरू तपाईहरू हेर्नुहोस्, खास हामी जान लागेको चाहिँ चिया खानलाई हो। चिया खान जाँदैछौँ। नारायणघाट बजारको हालत यस्तो छ हजुर, हाम्रो गाडी घोडा चलेको छैन, बाइकहरू चाहिँ मस्त चलिरहेको छ। तपाईहरू बाइकमा चाहिँ हिँड्न सक्नुहुन्छ। भ्यू चाहिँ एकदमै राम्रो छ हजुर। अनि त्यसपछि के भन्छ, हाम्रो यहाँ म्याजिक स्याजिक नचलेपछि बाटोहरू खुल्ला देखिँदो रहेछ। म्याजिक र अटो नचल्ने बित्तिकै बाटो चाहिँ एकदमै खुल्ला देख्दो रहेछ। यो एक प्रकारले ठिक कुरा पनि हो, तर यहाँ मान्छेले साह्रै दुःख पनि पाएका छन्। दुःख चाहिँ पाएको छन् है मान्छेहरू। हामी जस्तो लालाहरूलाई चाहिँ मजा आइरहेछ। हामीलाई चाहिँ मजा, बाटो खुल्ला, बाइक कुदाउन पाए मजाले चिया खान चाहिँ जान पाइन्छ। चिया इज मेन्डेटरी, यो चाहिँ छुटाउन हुँदैन। बन्द होस् या जेसुकै होस्, चिया चाहिँ खानुपर्छ। ल साथीहरू हेर्न सक्नुहुन्छ, यो हाम्रो भरतपुरको ओह्रालो हो। अहिले साउन्डै नआएर पुरै हावाको मात्रै साउन्ड सुहा मात्र गर्न नि बेर छैन। अहिले एकछिनमा हामीहरू त्यो चिया खाँदै चेक गर्नेछौँ हाम्रो भिडियो कस्तो बनेको छ। अब हामी एकजना भाइलाई फोन गर्नुपर्ने हुन्छ चिया खान आऊ बाबु भनेर। अब चिया खाँदाखेरि अब हाम्रो छुट्टै बिजनेस टक हुन्छ फेरि है हाम्रो है, त्यस्तै हो। आहा कति खुल्ला हो यार बाटो यार, यस्तो खुल्ला पनि हुँदो रहेछ यार नारायणघाट बजार। यहाँ देख्न सक्नुहुन्छ कुकुर। लास्ट हाँसो लायो यार, जिन्दगी यहाँ पहिलोचोटि यसरी नि बोलिँदो रहेछ यार बाटो। नमस्कार, मेरो नाम उमेश कुमार र क्यामेराम्यानको साथमा सन्तोष भुषाल। भुषालजीले मलाई यहाँ सहयोग गर्नु भइरहेको छ क्यामेरा समाएर। यो बाटोको रोडलाई चाहिँ के रोड भन्छ अरे? वीरेन्द्र क्याम्पस रोड होइन? सप्तगण्डकी रोड त उताको होला नि, थमेल रोड। सप्तगण्डकी इजिकल टु थमेल रोड। आहा भ्यू हेर्न सक्नुहुन्छ साथीभाइहरू, एकदम राम्रो, एकदम राम्रो, एकदम राम्रो, सबै राम्रो। गाडी पनि राम्रो। गाडी नचलेपछि पसलहरूको पनि आज एकदमै खुल्ला 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 छ। तर अहिले पछि हाम्रो चिया पसलमा चाहिँ भिड चाहिँ हुन्छ। यति चाहिँ म ठोकुवा दिन सक्छु। यहीँबाट जाने होइन कि अगाडिबाट जाने? यहीँबाट जाऊँ न। अब हामी एकछिनमा टर्निङ पुग्दैन फेरि। एनएसको यो चाहिँ प्रब्लम छ। यसरी बन्द भइसकेपछि तेब्बर हिँड्न केही पनि हुँदैन। सबै कुरा चल्छ नेपालमा। कहाँ रे त्यसको घर छ कि कहाँ थियो? सिधै वहीँ गएर बोलाउँला त्यसलाई है। ओहो आज त फोन गर्नलाई यहाँ भिडियो चालु छ कि, भिडियो नरोकौँ के? तिम्रो मोबाइल ल्याउ न, नरोक नि। त्यो थोरै अगाडि गएर फोन गरौँ। यो घरमा छैन। आमा बन्द भएपछि केटाकेटीहरू देख्न सक्नुहुन्छ। घरमा छ कि कहाँ? चप्पल चाहिँ यहाँ। अब हामी यहाँ एकछिन फोन गर्छौँ। घर चाहिँ त्यहाँ हो। फोन आन नम्बर चाहिँ देखिन्न है, देखिँदैन कि वाट्सएप अडियो पो भयो त। देख्न सक्नुहुन्छ साथीभाइहरू, भ्यू एकदम राम्रो छ। खै भएन? हेलो, कहाँ हो? निस्किनु बाहिर निस्किनु त सर, छिटो निस्किनु ल। अब आउँछ एकछिनमा त्यो त्यहाँबाट। हेलो गाइज भन्नु बिल्ला हुन्छ के भयो त? अनि हामी त स्कुलबाट चर्चित भयो अनि सेलिब्रेटी पो हो त। शान्तिन मान्छे त होइन नि, तर मान्छे निस्केन त यार। आमा यत्रो भ्यान्ड्याङ भुन्डुङ रहेछ यो टोलमा। बल्ल आज देखेँ यार। अरू दिन सधैँ स्कुल जान्थ्यो क्या। खै आएन यार त्यो त यार। 3-4वटा गफ हान नि त नि त्यो 3-4। त्यस्तै हो। अब हामी फेरि कस्तो के भयो भनेदेखि यहाँ गाडी बन्द भएपछि यहाँ साह्रै दुःख पाइएको छ होइन। हामीलाई चाहिँ ठिकै छ, तर हाम्रो आफन्तहरूले पनि धेरै ठाउँमा दुःख कष्ट भोगिरहनु भएको छ। हामी पोखराबाट फर्किँदा हामीले प्रत्यक्ष रूपमा ठगी कार्यक्रमहरू धेरै देखियो। इनड्राइभहरूको भाडा पनि धेरै बढाएको देखियो। त्यसलाई चाहिँ हामीले त्यो इनड्राइभको मान्छेहरूलाई हल्का सुधार गरेर त्यो जे भाडा हो त्यही दिनलाई हामी धेरै अनुरोध गर्न चाहन्छौँ।
बास यति बोलेपछि त फटक त प्रेसमा जागिर पक्का त्यो भर्खरै देखेको थियो टाउको देखाएर कहाँ यसलाई यो हामी उहाँबाट यहाँ लिन आउँदा पनि यो जहिले ढिलो गर्छ यो के हो यसको यो कुरो यसलाई छानबिन गर्नु पर्यो दाइ आज यार त्यहाँ त्यो अझै नाचिरहेको कि त्यो त त्यसले पनि जर्सी नै लाएर रहेछ कट्टु ला तिमीले चाहिँ किन नलाग्यो यार कट्टु भनेको त्यसलाई तपाईँले एभ्रिवान कट्टु त्यसले सोच्नु भयो जस्तो लाग्यो आइरहेको छ हाम्रो एउटा नालायक बेरोजगार दौडी न दौडी पुरै बाटो बन्दको भ्लग हो चल्यो होइन गाडीहरू मात्र भन्नाले प्राइभेट मात्र चल्यो बसहरू केही छैन कि देखाइदिए एउटा रोक हो चप्पल फुच्किन्छ फेरि बेला बेलामा पुरै ऱ्यान्डम भ्लग हो हाम्रो त्यस्तो त्यो कन्टेन्ट सन्टेन्ट भन्ने केही पनि हुँदैन ल हेर चप्पल चाहिँ फालिरहनु पर्छ तँलाई ल छिटो बस कसको फ्यान भन्यो भाइले यहाँ आइसकेको छ हाई भन्दै क्यामेरामा वातासी देश हाई हाई अब हामी तिनजना अब कता गयो हिँडिसकेका छौँ चिया खानलाई है ल वातासी देश तीन भाइ तीन तपाईँ ल है ल को तेरो बेस्ट फ्रेन्ड हो अब चिया अरू बन्द भयो नि चिया पसल चाहिँ खुल्ला हुनै पर्छ पसलहरू नि बन्द बन्द त छैन भन्नाले भिडभाड छैन रमाइलो छ यो अङ्कल त दुध बेच्न जान्छन् होइन र यो अङ्कलले त के हो जिल्ला खान त यार दुध बेचेर यार पुरै अर्को प्रदेश दुध बेच्न आइदिने ल हेर्न सक्नुहुन्छ पञ्चायतमा चाहिँ के भन्छ भिड चाहिँ छ है चियाको लागि चाहिँ कहिले बन्द हुँदैन उस्तै पऱ्यो हामीले पार्किङ नपाइन नि सक्छ अलिक अगाडि किन चमेली हेर्न आएको र हामी पार्किङ गर पुगेर पार्किङ गरेर रोक झर न अहिले चाहिँ हामी है चट्टपारामा पञ्चायत आइसकेका छौँ होइन एउटा फेरि यहाँ चलेर बसिरह कट्टु हेर्न सेक्सी छ फेरि है उता एस्ट्रेमा ढुङ्गा पार्न खोजिरह अघि नैबाट सकेकै छैन यसले कति बेरमा पार्छस् भन्दा यहाँ अलिक चिच्याएर बोल न अब पर्यो ल माइक प्रब्लम रे माइकको लागि त दिएन अनि हाम्रो पञ्चायतको भित्रको एम्बियन्स चाहिँ यस्तो छ है चट्टपारामा है ल यही हो अहिले चिया आएपछि भेटौँला है त साथीभाइहरू बन्दको हालत कस्तो छ देखिहाल्नु हो अहिले बेलुका जाने बेला नाइट भ्यू पनि देखाउँछु मैले चट्टपारामा अहिले चाहिँ रातिको 8 बज्यो 8:10 भयो यो चाहिँ वीरेन्द्र साइडको रोड हो खासै त्यस्तो चलपल अरू दिन जस्तो त छैन अब हेरौँ ओह्रालो पुलचोक शहीद चोकको हालत चाहिँ के कस्तो छ होइन बिस्तारै हेरौँला टक्क लाएर चट्टपारामा अहिले हामी भरतपुरको ओह्रालोमा छौँ होइन एउटा गाडी चाहिँ देख्यौँ हामीले त्यहाँ गइरह होइन तर यो गाडी घर जानला कि कहाँ जानला थाहा होइन कि रात यहाँ चलाउने हो त्यसले थाहा भएन तर बाटो चाहिँ एकदम खुल्ला छ हाम्रो बाटोबाटै नि होइन सारा रमाइलो छ जे होस् बाटो बन्द हुँदा नि त्यस्तो बन्द जस्तो त छैन है चलपलै छ माइक्रो पनि हेर्ने हो रात परेपछि त सबलाई दसैँ दसैँ रात परेपछि रात यहाँ चलाएर थाहा पाउन्नन् भनेर के हो कुरो के हो चट्टपारामा त रन गएको त्यसले बाटो खाली दिएर अनि गफै आएन यार रेड कार्पेट को थियो रेड कार्पेट भिडियो त मखन छ त फेरि ल यो स्कुटी आयो कसले चला साइड लाइट चाहिँ राम्रै थियो है लेडी ड्राइभर रहेछ राम्रै चलाइन है तिमीले चाहिँ आमा कति धेरै कन्सल्टेन्सीहरू हुन् भनेको राम बेलगाममा पो देखिँदो रहेछ त ठ्याक्क सबैले बोर्डमा बत्ती बालेपछि यार भाडा नै कति होला यार यिनीहरूको त हाइवेमा यार त्यो गाडी चाहिँ किन चलायो अनि यिनीहरूलाई रोक्छ चाहिँ कसले त फेरि गाडी नचला भनेर यिनीहरू त आफूले नै हडताल गरे होइन र हडताल हो कि के हो
बाटो दियोस् खुल्ला छ, आराम छ। घरबाट फोन आइसक्यो, चिया खान निस्किया मान्छे यस बेलासम्म हराहा। रन्का बुझे रन्का हो हाम्रो के अरे भन्नै आएन, ठ्याक्क छेकियो कि गाडी त। यहाँ कहाँ जाने गाडी हो, ला हात एउटा त यार बेलुकालाई होइन, तर त्यस्तो उस्तो छैन यार। हेर न यहाँ कति भिड हुन्थ्यो बसहरूको। पुलचोक हो यो चाहिँ हाम्रो है, ऊ त्यो साइकलवाला है। जे होस् नारेनी पुल आयो है हाम्रो। नारेनीमा खै बत्ती नै उडिसकेछ। उयो धन्दा खसालिदिएको मोबाइल त्यो ट्रकवालाले। हाम्रो मौलाकालिका मन्दिरको होटेल इला सरर यो चाहिँ हाम्रो नारेनी पुल। आमामामा धुलो, के साह्रो धुलो हो यार रातिमा। मोबाइलै उडाउला जस्तो हावाले हानिरह यार। हाम्रो अक्सफोर्ड कलेज त के हो, जुम गर्दा त फाट्दो रहेछ यार राति भएर। आमामामा धुलो चाहिँ बहुत। ठ्याक्क यो गैँडाकोटको यो पुलको मुखनिरी चाहिँ बिग्रेछ, यहाँ कहिल्यै नबनाउने भयो यार। आमामामा धुलो छ ठ्याक्क यहाँनिर चाहिँ यस्तो अलिक बिग्रेछ। आइया लास्ट धुलो उड्ने के। हाम्रो ट्राफिक सरले 1 लुक्स दिनुभएको थियो, मैले नि 1 लुक्स दिएँ। लुक्समा जिन्दगी चलिरह है। यति बाटो चाहिँ खतमै। त्यसपछि फेरि A1 बाटो छ है। A1 बाटो आउँछ अब बिस्तारै। सकिएन। मुना मदन कहाँ ट्रकमा एउटा दामी लाइन लेखेको भए मैले पढिदिन्थेँ। दामी लाइनै लेखेर रहेनछ यो ट्रकवालाले। ट्राफिक नियमको पालना गरौँ मात्र लेखे। अब ट्याक्क यो खाल्टाखुल्टी सकिएपछि चाहिँ ऊ त्यहाँ अगाडिबाट चाहिँ पिच छ फेरि। त्यसपछि सारा चिल्लो बाटो। ओहो खाल्टो। ओ यो चाहिँ पिच बाटो त आयो, तर लास्टै धुलो छ्या। ओहो सकिएन। यो चाहिँ हाम्रो गैँडाकोट। बिस्तारै अहिले मेरो मोबाइल उडाउँछ के। मोबाइल उडायो अनि जान्छ मेरो सर रोकडा। बाइक बिग्रेछ क्या, सोल्टी। गाडी चाहिँ चलिरहेको छैन, ट्रकहरू मात्र आयो। फेरि ट्रक चाहिँ किन चलेछ त? हुन त यातायातको मात्र बन्द हो नि त। खाइ पाउँदैन। प्राइभेट गाडीहरू चाहिँ बिन्दास चल्यो। त्यो पनि हो। बोलेरो यो यातायात मात्र हो कि यिनीहरूको पैसा बढाउने माग हो कि के को माग हो त्यो त मैले पनि बुझेँ होइन। अहिले यहाँ भिडियोमा उल्टो बोल्यो भने फेरि गाली गर्लान्। त्यही भएर थाहा नभएको कुरा नबोलौँ। गैँडाकोटको बाटो पनि राम्रै छ। ल यति नै हो, धेरै बोल्न आएन। आगामी दिनहरूमा भेट्दै गरौँला। हस्त नमस्ते, टाटा बाई बाई। अब चाहिँ घर पुग्नुपर्छ, नत्र मार गाली हुन्छ। ल है त।